ल अहिले चाहिँ म यस्तो सेफ्टी पनि अपनाइसकेको छु है। सर ठिक छ नि मेरो सेफ्टी होइन? ल हामी चाहिँ कार लगाएको छौँ। फाइनली साथीहरू यहाँ चाहिँ 1.5 महिना अगाडि चाहिँ एउटा खागो आएर बसेको थियो। यो चाहिँ 3 तले पक्की घरको टपमा छ है, यस्तो अवस्थामा छ। हामीले चाहिँ यो काट्दैनौँ थियौँ, तर यहाँ चाहिँ कुनै दिन बाजहरूले चाहिँ यसलाई बिच्कायो भने यो गाउँको बालबच्चा मान्छे सबलाई चाहिँ टोक्छ भन्ने कारणले चाहिँ हामीले चाहिँ राति काट्नको लागि तयार छौँ। यहाँ सबैजना सर तयारी अवस्था हुनुहुन्छ। बाहिर चाहिँ यस्तो छ है, मान्छेहरू आउने मान्छेहरू पनि देखि ऊ छ, भिड छ। यहाँ तल मान्छे हेर्ने मान्छेहरूको पनि एकदम लड्को छ। कोही लाइट बालेर हेरिरहेछ, कोही परमा बसिरहेछ। अँध्यारो त्यति देखेको छैन, यस्तो छ अवस्था। अब चाहिँ हामी चाहिँ काट्न जाँदैछौँ। ल अहिले चाहिँ म यस्तो सेफ्टी पनि अपनाइसकेको छु है। सर ठिक छ नि मेरो सेफ्टी होइन? ल हामी चाहिँ कार लगाएको छौँ। मेरो सेफ्टी यस्तो हुन्छ, म त भने यस्तो लोक्ने हो कि। ल अब हामी चाहिँ काट्न सुरु गर्नु लागेको छौँ। खाएको छ मेरो त सातो जान्छ। ल हामी चाहिँ काट्छौँ। म चाहिँ भिडियो खिच्ने मान्छे लुक्छु है। कस्तो देखेँ म? कस्तो देखेँ? ठिक छ होइन त? ल पानी हाल्दैछ क्या पानी हाल्छ नि त्यो भित्र हुन्छ। परालको मुठामा पानी हालेको रहेछ हौ। धुवा त पाली त हाल्नु। ल तलबाट आगो बालिरहेछ। म त एकदम लुकेर भिडियो खिच्दैछु। त्यो बाटो पनि थाहा छ। काट्नु 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 अब काट्नु 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 न। मेरो हातै उल्टो भएन है। काट्नु न हौ। काट्नु काट्नु भुत्रो हेरेर हुन्छ, उल्टो हुनु परेन। त्यही त हुँदैन। अझै हो त्यसको सिधा मुनि कहाँ हुन्छ हौ? तल डोको थापा भाइ गाले बाहिर नताल्नु न। अब लाउनु पुल लाउनु न। अब लाउनु ल लाउनु। काट्नु न हौ। म छैन होइन। गाँठामा बरु तलैबाट काट्छ जस्तो लाग्यो। हामी त खाएको डर हुन्छ अलि यता पार्नु यता आएकोपट्टि यहाँनिर पार्नु नि यहाँनिर। तपाईँ नहुने म गएर अलिक छिटो काट्नु नि हौ।
पैसा छ त उता उ त्यो यो ढोकामा हेर्नु त त लुकेर हिँड्नु कति गाह्रो भएको छ आँट हो मान्छेहरूको सुजन हजुर के छ हौ खबर यार छाडा बोल्नु न तपाईँले लास्टै छाडा बोल्नुभयो नि हजुर हुन्छ प्रत्यक्ष लाइभमा हुन्छ नि भिडियो छ नि फेरि हातैले पुरा चुड्याउँदै थियो कडा हुन्छ अलिक यता सर्नु तपाईँ चोकमा चाहिँ यहाँदेखि ल्याइदिन हो त लाइट नबालन हौ मलाई म त हेर्न पनि गाह्रो भइरहेको अलिक यता सर्नु झारिदिनु 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 प्लाट्टै सक्यो हजुर यति उब्रेछ ल त्यो राख्नु न तल लगेको छैन यति काडिएछ है यहीँ राख्दा के हुँदैन तपाईँ के मार्नु अलि लिएछ न पहिले मार्नु बस्ती होइन नि यो दाइहरू पनि लानुहुन्छ कहाँ सबै र त लानुहुन्छ त उहाँहरूले दिने हो नि त उहाँहरूलाई प्लास्टिक ल्याइदिउँ प्लास्टिक ल्याइदिउँ प्लास्टिक ल्याइदिउँ तलबाट लगेर हाल्नु न यहाँ हेर्नु न मेरो लुगाइ कसको भाइहरूको अहिले हाम्रै हो त्यही त त्यो के गर्नु गरौँ न हामीलाई त के अलिअलि खनिन हो टन्न मजाले काट्नु हुँदो रहेछ त्यसबाट नि एउटा तपाईँहरू म भएको चाहिँ हाल्नु अहिले तपाईँहरू पनि लानु हुन्छ हाल्नु नि त अलिक तपाईँहरू के यो पनि अहिले त त्यो बाँड्यो यो लाने चाहिँ यसो ढाल्ला अनि तल बाँधे त्यसमा ल हो त्यस लगेर बाँधिदिउँ होइन ल यो चाहिँ लिएर जाउँ कुन हो त्यस लिएर जाउँ यो चाहिँ होस् राखिदिनु त यहाँ देख्नु ल त्यसलाई असर पारेर मात्रै चिल्डर छ नि
यता 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 ए हातै बजाउँ त छैन पठाउँदैछ ल जाउँ माउ छ तपाईँ जुत्ता कहाँ छ मेरो तलै छ जुत्ता हुन्छ त्यो लाउनु इ लाउनु 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 ल तपाईँले त टोक्दैन छ नि यसले अलिकति हल्लाउनु चाहिँ हुँदैन कि नभए धेरै दुईवटा टोक भने नपडाइदिन्छु ज्वरो भन्छ है तपाईँको लुकै भएछ ल यहाँ चाहिँ चाखौँ ल मन पर्दैन धेरै सबै बाँडेर खानु 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 ल एउटा रस बिनाको आयो खोइ अलिकति दिन त बिनाछु रसै आयो त्यो खै बुवाती सुरुमा ल्याएको लट खोइ त नि दामी सुरुमा ल्याएको लट त्यही हो त एक लट कहाँ लट सुरु र अन्तिम मिठो र है यस्तो अस्ति भएको भए सुरुको लटमा आएर यही भेट्दैछु खोइ त सुरुमा ल्याएको लट खोइ सुरु ल्याएको थियो खोइ त साका होइन पुरै म अनि के खानु हामीले खाएकै छैन त कहाँ हो यो म हुँदैन यसरी दिन जाने अनि म यो रहेछ त म यो भित्र छ यो खाएको हुँदैन ल यसरी चाहिँ आज खाएको काट्यो ल हामीले चाहिँ यसरी खाएको पनि काट्यो है एकदम मजाले काट्यो र खाएको मजाका चाहिँ सबैले यसरी खाइ पनि सकेको छ भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला भिडियो अन्तिम गर्न चाहन्छु हस्त नमस्कार।